तपाईँ आफ्नो जीवनको नायक हुनुहुन्छ, दर्शक होइन। दर्शक तपाईँ कदापि होइन, किनभने तपाईँ आफ्नो जीवनको नायक हो। जीवन तपाईँले पाउनुभयो, सास तपाईँको भित्र चलिरहेको छ। तपाईँको आफ्नो अधिकार हो आफूसँग। कसैले तपाईँलाई दुःखी बनाएर तपाईँ दुःखी हुने, कसैले तपाईँलाई अघि बढ्न नदिएर तपाईँ रोकिने, त्यो होइन नि। तपाईँलाई जे मन लाग्छ त्यही गर्नुहोस्। सबैलाई एउटै किसिमको कुरा मन पर्दैन होइन, सबैको इन्ट्रेस्ट एउटै हुँदैन। तपाईँलाई के मन लाग्छ तपाईँ त्यही गर्न सक्नुहुन्छ। त्यसैले तपाईँ नायक, रियल हिरो, यु आर द रियल हिरो अफ योर लाइफ। तपाईँको रिमोट कन्ट्रोल कसैको हातमा नहोस्। तपाईँको खुसी, तपाईँको प्रगति, तपाईँको पाइला पाइलाको अपडेट कसैको हातमा नहोस् है। तपाईँको आफ्नो लाइफ, आफ्नो चोइस, कसरी यसलाई जिउने भन्ने डिसिजन चाहिँ तपाईँको हुन्छ। त्यसैले तपाईँ रियल हिरो, तपाईँको लाइफको तपाईँ नै रियल हिरो, अरू कोही पनि होइन।